गणतन्त्र भनेर ल्याइएको यो शासन व्यवस्थाका गणेका छोराहरूलाई हेर्नुहोस्। गणेका छोराछोरीहरू कहाँ पढ्दैछन्, कस्तो शिक्षा पाइरहेका छन्। सम्पूर्ण नेताहरूलाई हेर्नुहोस्। हामीलाई त के लाग्छ भने हिजो पनि हाम्रो छातीभित्र नेपाल थियो, आज पनि नेपाल नै छ। मैले पहिला पनि भनेको छु, म नेपाल छोडेर कहीँ पनि जाने छैन, म नेपालमै रहनेछु भनेको छु। त्यसो हुँदाखेरि हिजो हामीले 17-18 वर्ष पहिला चलाएको सरकार, त्यति बेलाको शासन र हाम्रा दिजुबाजे हाम्रा मौसुहरूले चलाएको सरकारमा पनि धेरै विकासहरू भएका छन्। आज महेन्द्र मौसुमको नाममा कतिवटा हाइवे र कतिवटा विद्यालय छन्। अझ त्रिभुवन मौसुमको नाममा एयरपोर्टदेखि लिएर सारा चिजहरू छन्। अहिले भनेका गणेहरूका नाममा केही पनि यिनीहरूले बाँकी राखेनन्। यिनीहरूका नाममा केवल भ्रष्टाचारका फाइल मात्रै छन्। ती फाइल पनि बन्द भएका छन्। हामी गएर खोल्छौँ भन्ने हामीलाई लागेको छ। अब समय आएको छ। मौसुम सरकारलाई मेरो अर्को प्रश्न, तपाईलाई त विदेशबाट पनि धेरै राज संस्था भएको देशबाट पनि सहयोग छ भन्छन्। गणतन्त्रवादीहरू यही विषयमा झस्किरहेका छन्, संसदमा नारा लगाइरहेका छन्। तपाईमा यसको पूर्णतया धारणा के छ? मौसुम सरकार राम्रो विचार बोक्नुहोस्, देश र जनताको न्यायको पक्षमा बोल्नुहोस्। परराष्ट्र, छिमेकी राष्ट्र, अन्य देशमा पनि हाम्रो जस्तै मौसुमहरूको सरकार छ। त्यो देशको सरकारहरूले साथ समर्थन दिनु नै हुनेछ। अब आजलाई धेरै समय छैन, समय सिद्धिएको छ। फेरि कुरा गरौँला। सबै नेपाली जनताहरूलाई समय आएको छ, साथ दिनुहोस्। श्री पशुपतिनाथले सबैको कल्याण गरून्। नमस्कार। राजा देश बचाओ, राजा देश बचाओ, राजा देश बचाओ। कस्तो सपना पो देखिएछ हौ। सपनामा त आफै राजा पो भइएछ यार। ठिकै हो, हजारौँ राजा पाल्नुभन्दा बरु एउटा राजाहरू देशमा विकास भयो भने हामी जस्ता युवाले कतै यो देश नै छोडेर परदेश जानु पर्दैन थियो कि।